कृषि महिला समूहलाई लक्षित गर्दै प्राङ्गारिक तथा झोलमल बनाउने 3 दिवसीय तालिम बिहिबार इलाममा सम्पन्न भएको छ। इलाम नगरपालिका र टेवा काठमाडौँको आर्थिक सहयोगमा सहयात्रा नेपालले आयोजना गरेको उक्त तालिममा इलाम नगरपालिका वडा नम्बर 10 स्थित परेली पर्म कृषि महिला समूहमा आबद्ध 32 जना महिलाको सहभागिता रहेको छ। तालिममा प्राङ्गारिक खेती प्रवर्धनको लागि जैविक मल निर्माण तथा प्रयोग सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भएको छ। इलाम नगरपालिकाले महिलाको अग्रसरतामा सामूहिक खेती प्रणाली विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै कार्यक्रम मार्फत कृषि महिला समूहलाई तालिम तथा कृषि सामग्री प्रदान गरिने जनाइएको छ। तालिममा पुण्यराज आङदेम्बेले सहजीकरण गरिरहनु भएको छ। प्राङ्गारिक खेती गर्दा मानव स्वास्थ्य र वातावरणलाई समेत फाइदा पुग्ने भएकोले यसतर्फ इलामका किसान आकर्षित भएका छन्। नगरपालिकाले महिलाको अग्रसरतामा सामूहिक खेती प्रणाली विस्तार कार्यक्रम मार्फत यस वर्ष इलाम नगरपालिका वडा नम्बर 4, 8 र 10 नम्बर वडामा एक-एकवटा कृषि महिला समूह गठन गरेको छ। ती समूहलाई सामूहिक खेती गर्न जैविक मल तथा जैविक विषादी तयार गर्नका लागि तालिम प्रदान गरिएको छ। स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीको अधिकतम प्रयोग गरी मल तथा जैविक विषादी तयार गर्न तालिम दिइएको आयोजकले जनाएको छ। तीनटा कुरा छ, एक भाग के भन्नु त ल? गौत, गोबर अनि